सो आजको मिनी भ्लगमा सबैजनालाई स्वागत छ र म आज फेरि जाँदैछु खिम्फो। दिदी भेनाजु र भान्जा चाहिँ त्यतै बस्नुहुने भएर म प्रायःजसो खिम्फो गइरहन्छु छुट्टीको बेलामा। भान्जा अब गएर पिज्जा खाने कि नखाने? कुन पिज्जा खाने? माया गरिदिनु न। फेरि अझै भएन। एभ्री स्याटरडे कल्चरल सेन्टरमा फ्री कोरियन क्लास पनि हुने भएर आई एम अल्सो लर्निङ कोरियन ल्याङ्ग्वेज फ्रम देयर। योभन्दा अगाडि कल्चरल सेन्टरको भिडियो पनि बनाएको थिएँ, यदि हेर्नु भएको छैन भने मेरो प्रोफाइलमा गएर हेर्न सक्नुहुनेछ। ओके, सो त्यसपछि हामी दिदी भेनाजु भान्जा र म चाहिँ खिम्फोको गाउँ घुम्यौँ। खासमा लोकल कुखुरा खोज्न गएको हामी चाहिँ, र गाउँ चाहिँ एकदमै नेपाल जस्तै भाइब दिने रहेछ। अनि छ नि सिर्जना दिदीको टिकटक चाहिँ कतिखेर बन्छ भनेर कसैलाई पनि थाहा हुँदैन, अन द स्पोट। म चाहिँ भेनाजुको इलेक्ट्रिक साइकल चलाउँदै बजार जाँदैछु। हामी आएको छौँ एकदमै कोरियाको एकदमै घाँटी भाँच्ची बान्छ मेरो। प्रत्येक सोमबार चाहिँ त्यहाँ बजार लाग्ने रहेछ, अनि त्यहाँबाट सामान किनेर बनाएर खाएर म चाहिँ फर्केँ रुम। अनि आउने बित्तिकै रुमको भित्ता सजाइदिउँ भनेर मैले टाँसे माङ्गा वालपेपर्स र हाम्रो आफ्नै देशको झन्डा। सो मेरो रुमको भित्ता कस्तो लाग्यो कमेन्ट गर्नुहोला। शनिबारदेखि सोमबारसम्मको 3 दिनको बिदा पनि यसरी सकियो। भोलि फेरि जानु छ काममा। बाई, सी यु इन द नेक्स्ट मिनी भ्लग।